चेक बाउन्स वा बैंकिङ कसुर मुद्दा दर्ता गर्न के डकुमेन्ट चाहिन्छ भनेर जान्नु छ भने यो भिडियो नछुटाइ हेर्नुहोस्। तपाईले चेक 3 चोटी बाउन्स पनि गराउनु भो, बैंकमा गएर 45 दिने सूचना पनि लिनुभयो, ब्ल्याकलिस्टिङ गर्न मिल्ने रहेछ भने ब्ल्याकलिस्ट पनि गर्नुभयो, त्यही पनि व्यक्तिले पैसा दिइरहेको छैन। अब चेक बाउन्स मुद्दा हाल्नै पर्यो या बैंकिङ कसुर मुद्दा हाल्नै पर्यो। त्यो गर्नलाई के प्रक्रिया छ भनेर चाहिँ म यो भिडियोमा भन्न गइरहेको छु। पहिलो चाहिँ तपाईले अनुसूची 5 बमोजिमको जाहेरी दरखास्त लिएर आफ्नो नजिकको प्रहरी कार्यालयमा जानुपर्ने हुन्छ। अब त्यो जाहेरीसँग के डकुमेन्ट राख्ने भन्दाखेरि त्यो तपाईले बाउन्स गरेको चेकको अगाडि पछाडिको फोटोकपी, त्यसपछि 3 चोटी बाउन्स गरेको तपाईलाई बैंकले स्टेटमेन्ट दिएको हुन्छ त्यसको फोटोकपी र 45 दिने सूचनाको बैंकले त्यो पनि तपाईलाई फोटोकपी दिन्छ, त्यो पनि त्यसैसँग राखेर तपाईको आइडेन्टिफिकेसन फुल्ने डकुमेन्ट सँगै राखेर तपाईले प्रहरीकोमा बुझाउनु पर्ने हुन्छ। सँगै यदि त्यो चेक 10 लाख भन्दा बढीको रहेछ भने चाहिँ तपाईले त्यो पैसाको स्रोत र त्यो कारोबारको स्रोत चाहिँ के हो, 10 लाख के को थियो भनेर त्यो पनि तपाईले खुलाउनु पर्ने हुन्छ। मैले यो भिडियोको एन्डमा प्रहरी परिसरबाट यो प्रक्रियाको लागि चाहिने सम्पूर्ण कागजको चाहिँ एउटा फोटो खिचेर राखेको छु, त्यसलाई एन्डमा राख्ने छु, त्यसलाई स्क्रिनशट गर्न नबिर्सिनु होला। यो कानुनी जानकारी तपाईलाई कस्तो लाग्यो त्यो पनि कमेन्ट गर्न नबिर्सिनु होला। एन्ड एज अलवेज फलो फर मोर।